रातो लिटमस पेपरलाई चाहिँ क्षारमा डुबाउँदा कस्तो रङ परिणत भयो? नीलो। अनि त्यसै गरी नीलोलाई चाहिँ नीलो लिटमस पेपरलाई चाहिँ हाम्रो चाहिँ अम्लमा राख्दाखेरि कुन रङमा परिणत हुन्छ? ठ्याक्कै रातो है। हामीहरू चाहिँ जस्तै यो हाम्रो अम्ल हाइड्रोक्लोरिक अम्लमा राख्दाखेरि चाहिँ हैन नीलोलाई चाहिँ राख्दाखेरि चाहिँ यसमा के हुन्छ त? रातो रङमा परिणत हुन्छ भनेपछि चाहिँ फेरि रातो रङको चाहिँ हाम्रो क्षारमा चाहिँ राख्दाखेरि सरफ पानी भयो पोटासियम हाइड्रोक्साइडमा गर्दाखेरि चाहिँ हाम्रो यसमा डुबाउँदाखेरि चाहिँ के हो भनेपछि चाहिँ नीलो रङ परिणत भयो। हाम्रो चाहिँ यो चाहिँ यसरी लिटमस पेपर चाहिँ रातो रङलाई डुबाएका थियौँ हामी चाहिँ यो नीलो रङको देखियो है। त्यसरी चाहिँ सूचक पदार्थहरू चाहिँ के हुन्छ त? आफ्नो रङ परिवर्तन गरेर कुनै पनि रसायनमा राख्दाखेरि चाहिँ कुनै अम्ल वा क्षार रसायनमा राख्दाखेरि चाहिँ रङ परिवर्तन गरेर चाहिँ हामीले चाहिँ त्यो पदार्थ अम्ल वा क्षार हो भने छुट्याउन सकिन्छ। भनेपछि यसरी सूचक पदार्थको प्रयोग गरेर चाहिँ कुनै पदार्थ अम्ल वा क्षार हो भने छुट्याउन सकिन्छ है। एउटा अरू गरौँ त।